के तपाईलाई धेरै कम्प्युटर व्यवस्थापन गर्न गाह्रो भइरहेको छ? vCloud.0 क्लाइन्टको साथ व्यवस्थापन सरल बनाउनुहोस्। यसका विशेषताहरू: ल्याब एडमिनिस्ट्रेटर र टिचरका लागि सरल व्यवस्थापन, लागत र खर्चमा बचत, आवश्यकता अनुसार विस्तार गर्न सकिने, विद्यालय, कलेज, कन्सल्टेन्सी र कार्यालयका लागि उपयुक्त समाधान। नमस्ते, मेरो नाम चाहिँ ज्ञानेश सिंह हो र मातृभूमि स्कुलमा चाहिँ म एज अ कम्प्युटर इन्स्ट्रक्टर चाहिँ काम गर्दैछु। ल्याबमा चाहिँ काम गर्दाखेरि चाहिँ अब पहिला काम गर्दाखेरि चाहिँ कस्तो हुन्थ्यो त भन्दाखेरि अब प्रत्येक कम्प्युटरहरूलाई चाहिँ त्यो एक्सेस गर्ने त्यस्तो सिस्टम चाहिँ थिएन पहिला र अब अहिले चाहिँ अब टेक्नोलोजीको साथ टेक्नोलोजीको इभल्भ हुँदै जाँदाखेरि चाहिँ त्यो सिस्टम पनि आएको छ र जसमध्ये मैले हेरेको चाहिँ vCloud. यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई। त्योभन्दा अरू पनि चलाएको थियो, तर यसमा चाहिँ मेनली मलाई मन परेको चिज चाहिँ के छ त भन्दाखेरि हामी एक ठाउँमा बस्यौँ र त्यहीँबाट चाहिँ हामीले स्टुडेन्टहरू सबैको कम्प्युटरहरूलाई चाहिँ फर्स्ट अफ अल कन्ट्रोल गर्न सक्यौँ। हामीले यो सिस्टम गर्दाखेरि इन्डिभिजुअली हामीले के गर्न सक्छौँ त उनीहरूलाई यसरी गर्ने र यस्तो गरिसकेपछि यस्तो आउटपुट आउँछ भनेर हामीले उनीहरूलाई पुरै त्यो लाइभ हामीले देखाउन पनि सक्यौँ। अब जुन कुरा बोर्डमा पोसिबल हुँदैन। जब हामी प्र्याक्टिकल छोड्दाखेरि अब विद्यार्थीहरूले के गरिरहेछ भनेर हामी मोनिटर गर्नलाई इन्डिभिजुअल कम्प्युटरमा गएर हेर्नु पनि परेन। सिधै हामीले के गर्न सक्यौँ त भन्दाखेरि आफ्नो कम्प्युटरमा बस्यो र त्यहीँबाट पनि सबै चिजहरू, सबै इन्डिभिजुअल डेस्कटप जुन हाम्रो कम्प्युटर चलिरहेछ त्यो सबै इन्डिभिजुअल डेस्कटपहरू पनि हामीले हेर्न सक्यौँ। अब यो सिस्टमको थ्रुबाट चाहिँ धेरै सजिलो भएको छ र ल्याबमा मात्र होइन, यो सिस्टम चाहिँ हामीले के गरेका छौँ भन्दा इन्डिभिजुअल क्लासमा पनि राखेको छ र त्यहाँनिर चाहिँ के छ त भन्दाखेरि यो हाम्रो सेन्ट्रल्ली चाहिँ हाम्रो आइटी अफिसर हुनुहुन्छ सर, उहाँको अफिसबाट चाहिँ त्यो हरेक चिज चाहिँ कन्ट्रोल भइरहेको छ र त्यहाँबाट उहाँले जे डिस्प्ले गर्नुहुन्छ त्यो चिज चाहिँ सबै त्यहाँनिर चाहिँ आउँछ। त्यही कारणले चाहिँ त्यो काम गर्ने यो सिस्टम चाहिँ धेरै सजिलो भएको छ र टिचर्सहरूलाई पनि इन्डिभिजुअली के छ त भन्दाखेरि उहाँहरूलाई पनि त्यही टिभीमा गएर एज अ कम्प्युटरको थ्रुबाट पनि युज गर्न धेरै नै सजिलो भयो। जस कारणले चाहिँ अब हामीले महँगो पर्ने डिभाइसहरू जस्तै अब कति ठाउँमा अब स्मार्ट बोर्ड युज गरेको होला जसमा अब प्रोजेक्टर पनि चाहिन्छ, त्यसबाट अब त्यो बोर्डै पनि चाहियो, त्यो भनेको कस्टिङ पनि धेरै नै के हुने भयो त भन्दाखेरि लो हुने भयो। जस्तै अब त्यो मात्र के त भन्दाखेरि यही हाम्रो vCloud. एउटा सिम्पल सफ्टवेयरको थ्रुबाट अथवा सिस्टमको थ्रुबाट। त्यसैले यो सिस्टम चाहिँ म अरू सबैलाई पनि यो चिजलाई चाहिँ एकचोटि युज गर्न चाहिँ म हाइली रेकमेन्ड चाहिँ गर्छु। अब आफ्नो कम्प्युटर ल्याबलाई vCloud. मा अपग्रेड गर्नुहोस्। निःशुल्क डेमो र थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोला।